लिइरहेको हुन्छ। त्यसकारण यहाँ खेलिने सबै गेम अनुशासन प्रत्येक विद्यालयका शिक्षकज्यूहरूले प्रजीहरूले अनुशासनका साथ आफ्ना विद्यार्थी भाइ बहिनीहरूलाई राख्नुहुनेछ र खेलमा सहभागी गराउनुहुनेछ भन्ने मेरो आशा र मैले उहाँहरूसँग अपेक्षा राखेको छु। र खेलकै जगतबाट यो खेल खेल्ने यहाँका हाम्रा गैंडवा गाउँपालिकाका स्कुलका सम्पूर्ण खेलाडीहरूले यहाँबाट विजय भइसकेपछि यहाँका खेलाडीहरूलाई प्रदेश स्तरमा लान, केन्द्र स्तरमा लान गैंडवा गाउँपालिकाले सधैँ सहयोग गरिरहेको छ। हाम्रा खेल्ने खेलाडीहरूलाई अझ राम्रो कसरी खेल्न सक्छन् र अझै अगाडि बढाउन कसरी सकिन्छ भन्ने महत्त्वपूर्ण जिज्ञासाले यहाँ हामीले निरन्तर सहयोग गरिरहेका छौँ। आज गैंडवा गाउँपालिकाले अन्य पालिकाभन्दा हरेक क्षेत्रमा, चाहे फुटबलमा होस्, चाहे भलिबलमा होस्, चाहे क्रिकेटमा होस्, चाहे अन्य कुनै खेलमा आर्थिक रूपले सहयोग गरेर गैंडवा गाउँपालिकाका सम्पूर्ण खेलाडीहरूलाई खेल्ने अवसर प्रदान गरेको छ र अगाडि बढ्ने शुभकामना सहित आर्थिक सहयोग समेत गरेर अगाडि बढाइरहेको छ। ती भाइ बहिनीहरूले आज गैंडवा गाउँपालिकाका भाइ बहिनीहरूले राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय स्तरमा खेल खेलेर गैंडवा गाउँपालिकालाई चिनाउने, जमर्को चिनाउने एउटा अवसर र गैंडवा गाउँपालिकालाई चिनिने अवसर प्रदान गर्नुभएको छ। त्यसकारण पनि यो खेल अति नै महत्त्वपूर्ण छ। आज खेलका माध्यमबाट विभिन्न ठाउँमा चिनिने, चिनाउने र हामी स्कुल, पालिका, वार्ड सबै चिनिने एउटा महत्त्वपूर्ण विषय रहेको छ। त्यसकारण हामी यो खेलकुदका माध्यमबाट हामी गैंडवा गाउँपालिकाको पर्यटन प्रवर्धन सहित अन्य चिजहरूमा पनि हामीले चिनारी गरिरहेका छौँ। खेल पर्यटन प्रवर्धन भलिबलका माध्यमबाट गैंडवा तालमा खेल पर्यटनका लागि हामीले अगाडि बढाइरहेका छौँ। आज गैंडवा तालमा होम स्टे सञ्चालन भइरहेको छ। यानी कि यो खेलका माध्यमबाट हामीले गैंडवा गाउँपालिकाको आर्थिक सामाजिक विकास पनि हामीले अगाडि निरन्तर बढाइरहेको अवस्था छ। त्यसकारण अघि पूर्व वक्ता क्याम्पसको प्रहरीज्यूले भन्नुभयो, क्याम्पस 9 वर्षसम्म अल्पत्र रहेको क्याम्पसलाई